बसाइ सर्नु पर्यो अब साथीहरू, बसाइ सर्दै फार्मबाट है देख्न सक्नुहुन्छ। किन रुइचाउ नरौ बसाइ सर्छन् क्या हो, छोडेर जान्छन् क्या हो भनेर काली पनि निराश भइसक्यो। अब तपाईँहरूले भन्नुहोला रुम सर्न लगाएको, कहाँ सर्ने हो, कहाँ बस्ने हो भनेर। त्यो चाहिँ पुरा भिडियो हेर्नु होला है। नमस्ते साथीहरू, स्वागत छ बखत विष्ट अफिसियल युट्युब च्यानलमा। बिहानको मौसममा मर्निङमा र साथैमा मर्निङ पनि गुड मर्निङ। र पछाडि देखिराख्नु भएको छ तपाईँहरूले के होला त, के गरिरह होला होइन। बसाइ सर्नु पर्यो अब साथीहरू, बसाइ सर्दै फार्मबाट है देख्न सक्नुहुन्छ। कुम्ला कटिरा सुटिरा बोकेर हामी अब बसाइ सर्दैछौँ। ल आज चाहिँ हाम्रो चाहिँ यहाँ सफाइ कार्यक्रम चलिरहेको छ साथीहरू होइन। बिहान चाहिँ आज चाहिँ मुड चाहिँ हामी दाजुभाइको मुड चाहिँ एकदम चेन्ज भयो होइन। यो कोठालाई नै पुरै चेन्ज गर्नुपर्छ होइन, सबै चेन्ज हुनुपर्छ भन्ने भयो दाजुभाइको। त्यही भएर यहाँ हामी चेन्ज गर्दैछौँ, परिवर्तन गर्दैछौँ। के हुनेछ कस्तो हुनेछ त्यो देखाउने छु, हेर्दै गर्नु होला। आज हामी यस्तोमा छौँ है त। ल बाँकी देखाउँछु, बाँकी हेर्दै गर्नु होला। बिचार काली के भयो, काली के भयो, किन रुइचाउ नरौ बसाइ सर्छन् क्या हो, छोडेर जान्छन् क्या हो भनेर काली पनि निराश भइसक्यो। सामान हाम्रो बाहिर निस्किसकेको छ साथीहरू होइन। ल बाँकी हेर्दै गर्नु होला है त। भेड स्टार होइन के हेर्नला आउने दाइ, के हेर्नला? सरसफाइ गर्नु पर्यो कि डेकोरेसन चेन्ज गर्नु पर्यो क्या। किन सधैँ एउटै भयो, एउटै मात्रै देखियो कि बाहिरबाट हेर्दाखेरि डोकोहरू फित्ता देखियो होइन। यसलाई चाहिँ हल्का थोरै यिनै चिजलाई त फाल्ने त होइन र नयाँ ल्याउने पनि होइन, नयाँ बनाउने नि होइन। तर यहीँ भएका चिजलाई चाहिँ टक्क कहाँ चाहिँ राखेर चाहिँ शोभा बढ्छ यो कोठाको, त्यो हिसाबले चाहिँ यी भएका चिजहरूलाई चाहिँ ठाउँमा राखेर चाहिँ कोठाको रूप परिवर्तन गर्न प्रयास गर्दैछौँ। के हुन्छ हेर। सिम पनि छ, एउटा हराएको सिम पनि खोज्नुपर्ने छ, भेटेन छैन त्यहाँ त। अनि कि त बसाइ सर्न ला हो फार्मबाट? बसाइ त सरम, बसाइ जस्तै हो। बसाइ अब बसाइ त नभनौँ, अरू सबै सरिन्छ, बसाइ सरिन्न होइन हो। मलाई त बसाइ सर्दा त रुम सर्दाखेरि होइन उ गर्छन् नि, त्यही अनुभव भइरहेको क्या यहाँ टक्क हेर्नु। कि त दसैँ तिहारमा टक्क उ गर्छन् नि गाउँघरतिर सरसफाइ गर्दाखेरि होइन, त्यस्तै लाग्यो। ल त साथीहरू अब हेरौँ हाम्रो नयाँ रुम साथीहरू। ल टक्क डोकोहरूलाई यहाँ साइड लगाइदियो टक्क मजाले, ससट्ट राखिदियो नि त, आनन्द भयो नि त अब टक्क पारेर। अनि अब तरकारी पकाउने, खाना बनाउने टक्क पारेर खाइदिने हो। अहिले उता भाँडा मात्दै हुनुहुन्छ, यहाँ हाम्रो खाना पाक्दैछ दाल है त। अब हाम्रो चाहिँ यहाँ लसुन रोप्ने बेला भयो र दाइको टेक्निक चाहिँ यहाँ लसुन रोप्ने टेक्निक चाहिँ खत्रै छ साथीहरू है। ल कस्तो टेक्निक देखाइदियो नि त दाजु? देखाउनु म राखिसकेको छु, तिमी भनेर मैले तिमीलाई सम्झाइसकेँ, अब तिमीले सम्झाउँदा यसरी यहाँबाट चाहिँ यो सिधा राख्यो भने लसुन बिचमा लगाउँदै जाने सिधा हुन्छ होइन त दाजु? लाइन बाई लाइन हुन्छ अनि पछि यो लगाउँदाखेरि गोड्न सजिलो हुन्छ क्या। कहाँबाट सिक्नु भयो दाजु? यसो दिमाग लगाएँ मैले अहिले, मैले कहीँ देखाए पनि थिइनँ होइन। यसो दिमाग लगाएँ यस्तो गर्दा चाहिँ कस्तो होला। अस्ति त्यहाँ लगाउँदाखेरि म अल्मलिएँ नि त, फेरि आज फेरि धेरै पनि छ, त्यतिमा लाउँदाखेरि त अल्मलिए पनि यहाँ त फेरि बिग्रिन्छ अनि गोड्न गाह्रो हुन्छ पछि। त्यही भएर यसो दिमाग लगाएको हुँदै रहेछ। टेक्नोलोजिया
टेक्नोलोजी अन्त ल यस्तो गर्ने लगाउनु त अलिकति एकदम माटो छैन होइन मैले भन्न खोजेको यस्तो हो क्या यहाँ राख्ने टक्क 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 होइन सट्ट यो गरे सिधा स्ट्रेट अनि कुटोरी ल्याएर सर्लको हल्का माटो हालिदियो भने धेरै तल जाँदा पनि जाँदैन अनि सर्न पनि राम्रोसँग उम्रिन्छ। मेरो भनाइ चाहिँ यो हो है, तपाईँहरूलाई अब लाग्छ लाग्दैन। यो त लसुन पुग्दैन होला यति त। दुई सयको आधा केजी 400 रुपियाँ केजी। तपाईहरुले पनि यसरी लगाउनु होला, एकचोटि विचार गर्नु होला कस्तो हुन्छ, राम्रो हुन्छ कि हुँदैन भनेर। यो तरिका तपाई अपनाउन सक्नुहुन्छ साथीहरु। देख्नुभयो त साथीहरु, हाम्रो नयाँ टेक्नोलोजी, दाइको टेक्नोलोजी, यस्तो छ लसुन लगाउने टेक्नोलोजी। साथीहरु तपाईहरुले पनि लगाउनु होला त, यो टेक्नोलोजी प्रयोग गर्नु होला। र त्यसपछि हाम्रो करेसा बारीमा यस्तो खतरा चीज फल्या छ, म तपाईहरुलाई देखाउन चाहन्छु है त। आउनुस्, अब हाम्रो करेसा बारीको एउटा खतरनाक चीज हेरौँ। खतरनाक चीज फल्या छ हैन। के भन्नुहुन्छ भन्दाखेरि फल्यो फल्यो, कहीँ नफलेको, विश्वमै नफलेको चीज हाम्रो फार्ममा फल्यो। फल्यो फल्यो, कहीँ नफलेको, विश्वमै नफलेको चीज हाम्रो फार्ममा फल्यो। देख्न सक्नुहुन्छ साथीहरु, फल्यो फल्यो, देख्नुभयो? अब यसरी फल्दैछ हाम्रो केरमहरु, मस्तले फल्दैछ साथीहरु। आहा, एउटा बोटमा कतिवटा हुन्छ भने चाहिँ 20-25 वटा त मजाले हुन्छ होला हैन? के हो दाजु? हुन्छ 20-25 वटा हुन्छ? मलाई पनि त्यस्तै लाग्छ, 20-25 वटा जस्तो हुन्छ जस्तो लाग्यो। अहिले त खत्रै भयो नि त केरमहरु, देख्न सक्नुहुन्छ। आहा, कति राम्रो फल्यो भने कस्तो दामी होला भन्नुस् तपाईहरु। यहाँ फल्दैछ, मैले अघि देखाइसकेँ हैन, फलिसक्या छ एउटा। यस्तो गर्नुपर्छ रे, यस्तो यस्तरी देखाउनु पर्छ रे, नभए कुइन्छ रे के, बिग्रिन्छ रे। यस्तो गर्यो भने चाहिँ बिग्रिन्छ रे, यस्तो गर्नुपर्छ रे, यस्तो गरेर यस्तरी देखाउनु पर्छ रे के साथीहरु। गाउँघरतिरको चल्ती, हामी पनि गाउँघरतिरको हो, त्यही भएर चलन चल्तीलाई बिर्सनु हुन्न भनेर यस्तै छ साथीहरु। ल त हाम्रो लसुन ससन पनि लागिसकियो साथीहरु हैन, देख्न सक्नुहुन्छ। यहाँ लसुन लगाइदिएको, यता बाँकी छ। यता अब काउली लाउने कि लसुन लाउने भन्ने भइरहेछ हैन। दोधारमा छौँ, अब भोलि थाहा हुन्छ। आज त यहाँ लसुन लगाइदिए टक्क हैन। अनि त्यसपछि के भन्छ साथीहरु, यस्तै हो। अब आज बिहानबाट चाहिँ रुम सरसफाइ गरियो हैन, टक्क मिलाइयो। मिलाइसकेपछि अनि त्यसपछि यहाँ लसुन ससुन लगाइयो, सब टक्क गरेर काम सकियो है त। अनि अब तपाईहरुले भन्नु होला रुम सर्न लगाएको, कहाँ सर्ने हो, कहाँ बस्ने हो भनेर। त्यो चाहिँ पुरा भिडियो हेर्नु होला है। रुम चाहिँ सर्ने होइन, हामी चाहिँ रुम सरसफाइ गरेको मात्र हो साथीहरु हैन। अनि अब त्यसको लागि सबै भिडियो हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि थाहा हुनेछ। आधा मात्र हाइलाइट मात्र हेरेर चाहिँ कमेन्ट नगरिदिनु होला भन्न चाहे है सबैजना साथीहरुलाई। ओके, अब चिसो मौसम पनि छ साथीहरु, यस्तै छ हैन। ल यति भन्दै आजलाई चाहिँ बिदा हुन्छु। बाँकी अर्को भिडियोमा फेरि भेट्नेछौँ। रुम चाहिँ सरेको होइन है, यहाँबाट सरेको छैनौँ। ओके, बाइ बाइ।